रुपियाँ दिनु म अनुरोध गर्न चाहन्छु र यति बेला छोटो शुभकामना मन्तव्य जोड्न चाहन्छु। छोटो शुभकामना मन्तव्य राखिदिनुको लागि म यति बेला सल्लाहकारहरूको तर्फबाट सम्पूर्ण व्यक्तित्वहरूको तर्फबाट एकमुष्ट रूपमा शुभकामना मन्तव्य राखिदिनुको लागि किरात राईका झापाका सल्लाहकार समर बहादुर राईज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। कार्यक्रम सञ्चालक किरात राईका झापा जिल्ला कार्य समितिका सचिव माङसेबुङ इलाम माङसेबुङ पालिका सदस्य एकदम ऊर्जावान युवा हाम्रो युवा भाइ श्री सुशान रुहाङ राई आजका यो विशाल महाउत्सवका अध्यक्षता गरिरहनुभएका किरात राईका झापा जिल्ला कार्य समितिका अध्यक्ष तथा पूर्व नारी समादरणीय गणेश राईज्यू, आजका यस कार्यक्रमका प्रमुख अतिथि यो स्थानीय यो कमल पालिकाका प्रमुख हाम्रो किरात समुदायका अध्यक्ष हुनुहुन्छ उहाँ श्री हुकुम सिंह राईज्यू, यसै गरी नेपाल यसै गरी किरात राईका सल्लाहकार तथा नेपाल राजकीय प्रतिज्ञा प्रतिष्ठानका सदस्य श्री सुमित्रा वाङदेलज्यू लगायतका प्रतिष्ठानका सदस्यज्यूहरू, किरात राईका झापा जिल्लाका सल्लाहकार सदस्यज्यूहरू, पदाधिकारीज्यूहरू, विभिन्न सरकारी निकायबाट पाल्नुभएका कार्यालय प्रमुखज्यूहरू, इलाम माङसेबुङबाट पाल्नुभएका उपप्रमुख श्री विनोद नेम्बाङज्यू, यसै गरी यो आजको कार्यक्रममा विशेष अतिथिता ग्रहण गरिरहनुभएका कमल गाउँपालिकाको अध्यक्षज्यू, विभिन्न गाउँपालिकाबाट पाल्नुभएका आजका यस साकेलाश्री कलाकार दाजुभाइ दिदीबहिनीहरू, यस कार्यक्रमलाई सत्य र भव्य रूपमा यसलाई हेर्नका लागि अथवा सुन्नका लागि पाल्नुभएका तमाम झापावासी आमा बुबा दाजुभाइ दिदीबहिनीहरू, पत्रकार मिडियाकर्मी मित्रहरू, प्रहरी साथीहरू र तमाम पहिचान प्रेमी महानुभावहरूमा म समर कुमार राईको तर्फबाट किरात राईका झापा जिल्ला सल्लाहकारको तर्फबाट स्वीकार्नुहोस् सेवा स्यामुन्ने हवा नमस्कार। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामीले यो साकेला उभौली पर्वको समापन कार्यक्रमहरू आज मनाउन गइरहेका छौँ। सबभन्दा पहिले त हामीले गर्व फिल भएको छ। आज यो स्टेज जुन स्टेज छ यो अहिलेको वर्तमान अध्यक्ष श्री गणेश बहादुर राईज्यूको विशेष सक्रियतामा र यस कमल गाउँपालिकाका स्थानीय प्रमुख श्री हुकुम सिंह राईज्यूको अब एउटा सहयोगमा अथवा पुरा समर्थनमा अथवा आर्थिक जुन सेवा सहयोग गर्नुभएको छ उहाँले, त्यो सहयोगको माध्यमबाट बनेको छ। यसमा अरू सहयोगी दाताहरूले पनि यहाँ दान गर्नुभएको छ। यो एउटा सिङ्गो एउटा घर मात्रै होइन, यो स्टेज मात्रै होइन, यो सम्पूर्ण झापा जिल्ला 60,000 राईहरूको एउटा आस्थाको प्रतीक हो। यो आस्थाको केन्द्र बन्न पुगेको छ। यस आस्थाको केन्द्र अगाडि तपाईँहरू नाचिरहनु भएको छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, आजभन्दा 6000 वर्ष अगाडि प्रथम राजा किरात राजा यलम्बरले स्थापित गरेका मूल्य मान्यताहरू, त्यस बेला कम्प्युटर थिएन, त्यस बेला घडी थिएन, त्यस बेला तपाईँको क्यालेन्डर थिएन, त्यस बेला अहिलेको जस्तो एआई प्रविधि थिएन। त्यति बेला हाम्रो नेताले कति बुद्धिमत्तापूर्ण ढङ्गबाट, कति साइन्टिफिक ढङ्गबाट उहाँले यो जुन किसिमको एउटा यो उठाउनुपर्छ र उठाउनुपर्छ जुन मान्छेलाई बसाउनु पर्छ, संस्कृति बसाउनु हो, यो सभ्यता बसाउनु हो, विश्व
भन्दाखेरि अनुपम छ यो हाम्रो साकेला संस्कार संस्कृति यो विश्वमय भइसकेको छ नेपालमा त भयो यो विश्वमय भइसकेको छ हामीले यसलाई विश्वमा अब हामीले यसलाई प्रदर्शन गर्नुपर्छ विश्वमा हामीले हामीले उत्सवलाई मनाउन गइरहेका छौँ यो उत्सवमा तपाईँले अहिलेको अतिकृति सेन्सेसमा जुन ढङ्गले नाचिरहेको छ यो संस्कृति चाहिँ प्राप्त गर्नु होइन हाम्रो ईश्वरमा शक्ति छ यसमा यो प्रकृतिमा शक्ति छ त्यो शक्तिलाई तपाईँले नाचिरहेको रहेको छ जय सेवा जय पहिचान धन्यवाद झापाका सल्लाहकार पनि हुनुहुन्छ समरबहादुर राईज्यू पक्कै पनि हामी यति बेला हर्षको उपहारका साथ देशभरि साकेला उभौली मनाइरहेका छौँ र हामीले विशेष गरी उहाँले चाड भन्नुभएको होला पर्व भन्नुभयो हामी पर्वभन्दा पनि यो साकेलालाई चाडको रूपमा उत्सवको रूपमा लिने गर्छौँ हामी साकेला पर्व भन्दैनौँ हामी यसलाई चाड भनेर मान्छौँ यहाँहरूमा म यो निवेदन गर्न चाहन्छु र प्रस्तुत गरिरहनुभएका साकेला टोलीज्यूहरू तपाईँहरूको समय सकिसकेको छ कृपया तपाईँहरू सिली सम्पन्न गरे बाहिर निस्किदिनु म अनुरोध गर्न चाहन्छु र अर्को सिली टोलीलाई प्रवेश गरिदिनु म विनम्र अनुरोध गर्न चाहन्छु बुद्ध शान्ति 1 2 3 लाई आफ्नो सिली प्रस्तुत गरिदिनु र प्रवेश गरिदिनु म अनुरोध गर्न चाहन्छु र दक्षिणनगर गाई सेक्सी नेता आउनुहोस् हेरौँ दक्षिणनगर 11 12 भाइजनलाई आफ्नो सिली छटाइदिनु न म विनम्र अनुरोध गर्न चाहन्छु चिन्डो अनि यो चाहिँ माफ गर्नुहोला बुद्ध शान्ति चाड आफ्नो साकेला सिली छुट्याइदिनु न म विनम्र अनुरोध गर्न चाहन्छु चाँडोभन्दा चाँडो आफ्नो किनभने तपाईँहरूको समय सकिसकेको छ थप तपाईँले लिइसक्नु भएको छ अर्को साथीको समय तपाईँले लिइदिनु भएको हुनाले चाँडो समापन गरिदिनु होला र बुद्ध शान्ति 1 2 3 लाई प्रवेश गरिदिनु म अनुरोध गर्दछु स्वयंसेवक साथीहरू सहजीकरण